उहाँलाई म कहिले दिन्छु अनि त्यहाँ हामी ठुलो हुर्किँदै बढ्दै भए आयौँ त्यहाँबाट पछि त्यो ठाउँमा गएपछि म पनि त्यहाँ मलाई पढाउने बित्तिकै यसो मैले पढ्न आएँ उहाँको भाषामा विशेष गरी म के भन्न चाहन्छु मेरो भाइले के पनि भन्न सक्दैन किनभने ऊ चाहिँ धेरै वर्ष काम छ मेरो दाजुभन्दा म चाहिँ मेरो दाजु चाहिँ विश्वासमा केही मानिसको मृत्यु पश्चात गरिने कार्यक्रम स्मृति सेवा छ त्यसले गर्दाखेरि हामी केही शुद्धियाई कार्यक्रम भनौँ शुद्धताको कार्यक्रममा छौँ हामी त्यसले गर्दाखेरि मान्छेको जीवनको मृत्यु चाहिँ अनिवार्य छ भनेर धर्मशास्त्र हामीले मानिस भएपछि समाजमा विश्वासी थियो आध्यात्मिक जीवन जिउँथ्यो त्यो घर चाहिँ एउटा येशूले राज गरेको विश्वासी जीवनको घर थियो भौतिक हिसाबले उहाँ जानुभयो अनि मरियमले आधा लिटर जति किम्मती भनेको आधा लिटर एकदम महँगो खालको तेल एकदम महँगो जटा मसीको सुगन्धी तेल एकदमै राम्रो बास्ना आउने सेन्ट आउने तेल अत्तर ल्याएर येशूको पाउमा मली एकदमै महँगो खालको दामी अब येशूले कपट होस् जुन कुरा खराब छ त्यसलाई घृणा गर जुन कुरा असल छ त्यसमा लागिरह भातृ प्रेमसँग एकअर्कालाई प्रेम गर आफूलाई भन्दा बढी अरूलाई आदर गर जोसमा पछि नहट पवित्र आत्मामा प्रज्वलित हो प्रभुको सेवा गर्दै रह आफ्नो आशा म छोरी चर्चमा तपाईँहरूसित मिलेर सङ्गति गर्न पाउँदाखेरि मलाई आनन्द लागेको छ तर नानी हेमा राई आज अनुपस्थित रहेछ उनी अलिकति बिसन्चो भएर धरानमा छ भनेर पास्टर गौरी मलाई बताउनु भयो अनि मैले मनमा नै प्रार्थना गरेँ अनि हामी सबैले मिलेर नानी हेमा राईको लागि पनि प्रार्थना गर्नेछौँ हामी के गर्नेछौँ प्रार्थना गर्नेछौँ सायद उनी सदस्य चाहिँ मधुमल्ला ज्योति चर्चको हुनुपर्छ किनभने मधुमल्लामा आउँदा मैले उनले नै मलाई कन्ट्याक्ट गरेको थियो अनि उनको निम्ति हामीले सम्झना गरौँ मैले चाहिँ उनलाई मेसेन्जरको मेरो साथी भएको कारणले प्राय नै कन्टिन्युली उहाँको लागि म प्रार्थना गर्छु जो मसँग मेसेन्जरमा छ उनीहरूलाई मैले बिहानीको 1 मिनटको मेसेजहरू पठाइराखेको हुन्छु जो व्हाट्सएपका मेरो त आउँदै आयो
छ